जय मसीह तपाईहरु सबैजनालाई। आजको समय म तपाईको अघि केही बाइबलको खण्ड म पढ्न चाहन्छु। त्यो हुनेछ हितोपदेशको पुस्तक 12 को 24 देखि लिएर 28 पद अन्तसम्म। लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त चाहिँ कमारोपना हो। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ। अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन सम्पत्ति पाउँछ। धार्मिकताको मार्ग जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व छ। आजको दिन हामी 24लाई अलिकति हेर्नेछौँ। लगनशील हातले शासन गर्नेछ भन्नुको मतलब कि एउटा शासनकर्ता तपाईले हेर्नुभयो भने जो व्यक्ति पनि यो दिनहरूमा एउटा देशको, एउटा राज्यको, एउटा कुनै पनि कुराको शासकहरू हुन्छन् भनेदेखिलाई उनीहरू कहिले पनि आलस्यको शिकार भएको हुँदैन। उनीहरूले कतै न कतै उनीहरूको सबै कुरालाई जितेर उनीहरू एउटा लगनशील मानिस बनिएका हुन्छन्। त्यही कारणले त्यो मान्छेको मेहनतमा उनीहरूले सफलता प्राप्त गरेको हुन्छ। त्यसरी नै एउटा अगुवा पनि मेहनतशील हुनुपर्छ भनेर बाइबलले सिकाउँछ। लगनशील हुनुपर्छ, ऊ लागिरहनुपर्छ, लगातार जे कुराको लागि उसलाई बोलाएको हो त्यो कुरामा लागि नै रहनुपर्छ भनेदेखिलाई अल्छीपनाले चाहिँ एउटा कमारोपनालाई मात्र ल्याउँदछ। उसले कहिले पनि शासन गर्न सक्दैन अनि एउटा अगुवाई गर्न पनि उसले सक्दैन। हार्ड वर्किङले चाहिँ एउटा लिडरलाई बनाउँछ भनिकन बाइबलले भन्दछ। 27लाई हेर्छौँ भने अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन सम्पत्ति पाउँछ। शिकारीको कुरामा हेर्नु गयो भनेदेखिलाई एउटा शिकारीले त्यति बेला शिकारलाई फेला पार्न सक्छ जब ऊ लगनशील भएर शिकारको पछि लाग्छ अनि उसले त्यो कुरालाई छोड्दैन। उसले त्यसमा मेहनत गर्छ, किनभने थुप्रै कठिनाइ आउँछ। शिकार गर्नु भन्ने कुरा सजिलो हुँदैन, त्यसमा थुप्रो समस्याहरू आउन सक्छ अनि त्यो समस्यालाई उसले जितेर एउटा लगनशील भएर उसले शिकारलाई प्राप्त गर्न सक्छ भने एउटा अल्छी मान्छेले चाहिँ कहिले पनि शिकारलाई प्राप्त गर्न सक्दैन। शिकारको मात्र कुरा गरिएको होइन यस ठाउँमा, तर यो मान्छेले केही कुरालाई प्राप्त गर्न खोजिरहेको छ भन्नुको मतलब कि उसले जीवनमा थुप्रो कुरालाई प्राप्त गर्न खोजिरहेको छ। जसरी एउटा शिकारीले शिकारलाई प्राप्त गर्न खोज्छन् भनेदेखिलाई धेरै मानिसहरू छन् यो संसारमा जसले थुप्रो कुरालाई प्राप्त गर्न खोजिरहेको हुन्छ, तर त्यो त्यति बेला मात्र उसले पाउन सक्छ कि जब ऊ लगनशील हुन्छ अनि उसले आफ्नो जीवनबाट अल्छीपनालाई चाहिँ निकालिदिन्छन् भनेदेखिलाई ऊ जेको पछि लागेको छ त्यो कुरा उसले प्राप्त गर्न सक्छ। सो हामीलाई अल्छीपनाले एउटा कमारो बनाउँदो रहेछ अनि एउटा अल्छीपनाले हामीले सोचेको अनि हामीले इच्छा गरेको कुरा पनि प्राप्त गर्नदेखि वञ्चित गराउँदो रहेछ भनेदेखिलाई आजको दिन हामीले यो कुरा सिक्न सक्छौँ कि हामी यो अल्छीपनाबाट निस्कौँ अनि एउटा लगनशील मानिस बनौँ। अनि बाइबलले यो कुरा पनि भन्दछ कि प्रयत्न गर्नमा अल्छे नहो, रोमीको पुस्तकमा भन्दछ। अनि त्यही कारणले गर्दा आजको दिन हामी एउटा लगनशील अनि मेहनती मानिस बनौँ अनि तपाईलाई सफलताले पर्खिरहेको छ। धन्यवाद। जय मसीह।